कार्ड उहाँलाई दिए अनि 26,000 आएको बेलामा उहाँ आफै भन्नुहुन्छ आज यहाँ उपस्थित हुन सक्नु भएन, यहाँसम्म छोडेर जानुभयो। त उहाँ भन्नुहुन्छ कि जब 26,000 आइसैमा निस्क्यो एटीएम कार्डबाट अनि हाँसो लाग्यो, दिलबाट हाँसो लाग्यो कि एउटा महिला भएर यति धेरै पैसा कमाउन सकिराखेको छिन् र घरको काम सबै गरेर यदि म साथ दिन्छु भने झनै अगाडि बढ्न सक्छिन् भनेर। त हेर्नुस् तपाईहरु पनि यस्तै सहनुपर्छ र कुनै कुनै ठाउँमा एकदमै लाटो बनेर त बस्न हुँदैन, केही त बोल्नु पर्छ तर धेरै बोल्ने होइन। त हेर्नुस् जब यो काम गर्न थाले अनि म के गरे आफ्नो साथीहरुलाई लिएर फिल्डमा जान्थे, 4 जना 5 जना मिलेर जब फिल्डमा जान्थ्यौं हामी मिटिङ गर्थ्यौं अनि त्यतिखेर चाहिँ एकदम फटाफट थुप्रै स्टार आज भन्ने हो भने स्टार एजेन्ट मेरो 70 भन्दा बढी छन्, रुबी भन्ने हो भने ग्रुपमा भन्ने हो भने 5-6 जना बढी छन्, ईएसडी पनि छन्, एसडी पनि छन्। त यो काम लगातार गर्ने हो। आजसम्म त बिहेमा हामी लागिराखेको थियौं तर अब त्यही 3-4 दिन भयो अब हामी डिएक्सनतिर लागिराखेको छौं किनकि पटक लगभग 1 वर्षसम्म केही न केही घटनाहरू पर्यो घरमा। त यस्तै गर्दै केही पर्छ भने हामी काम गर्ने मान्छेहरू के सोच्नु पर्छ, त्यो घटना हैन कि त्यो एउटा अपर्च्युनिटी हो, एउटा अवसर हो किनकि त्यसबाट केही सिक पाइन्छ। जब त्यहाँ भइन्छ नि, जब दुःख पीडा आउँछ अनि मनमा यस्तो लाग्छ कि म यदि यस्तो गरेको भए यस्तो हुन्थ्यो। अनि हेर्नुस् अलिअलि सिस्टम धेरै त बने छैन, अलिअलि सिस्टम बनेछ तै पनि इन्कम कहिले रुकेन। अब हेर्नुस् यो 2 महिना भन्दा पहिला के हुन्थ्यो भने मेरो एउटा टिचरको एकदम बोनस इन्कम आइराखेको थियो र यो महिना 2 महिना भन्दा पहिला म बताएको थिएँ कि मेरो 2,61,000 5 महिनामा आएको थियो। त 1 वर्षमा कति आयो होला तपाईहरु सोच्नु होला। त हेर्नुस् यो सिस्टममा घरमा बसी पनि आयो पैसा। त यो सिस्टम यदि बनाइदिन्छौं भने जुन आजमा मेरो मनमा एउटा आयो एउटा कुरा कि हाम्रो जुन हुनुहुन्छ डाक्टर परवाना क्राउन एम्बेसडर हुनुहुन्छ, उहाँको आज सायद राति कि आज हो कि हिजो हो डेथ अफ भयो। त उहाँको मनको शान्ति मिलोस् र उहाँको घरको परिवारलाई सहनशीलता क्षमता उपरवाला दियोस् यदि म भन्न चाहन्छु उहाँको बारेमा किनकि उहाँ पनि हामीलाई केही न केही अगाडि बढाउने काम त गर्नु भएको छ। उहाँको जब म मिटिङ सुनेको थिएँ त उहाँलाई प्लेन छुट्छ भनेर एकदम छिटो गइराख्नु भएको थियो तर म हिन्दी बोल्न सकिराखेको थिएन त्यतिखेर। यति मात्रै भने कि सर 1 मिनेट पिक्चर भने अनि तुरुन्तै रुक्नु भयो र मेरो छोरी अनिता जसको शादी भयो बिहे भयो उहाँ भन्दै थिइन् कि म उहाँसँग फोटो खिचाउँछु त तुरुन्तै फोटो खिचाएर अनि बल्ल जानु भयो। हेर्नुस् कि कहीं न कहीं हाम्रो अगाडि बढाउने प्रेरणाको स्रोत उहाँ पनि हुनुहुन्छ, क्राउन एम्बेसडर हुनुहुन्छ आज। त हेर्नुस् अब उहाँ बित्नु भयो तर पनि उहाँको जुन इन्कम छ, उहाँको जुन लेभल छ, उहाँको श्रीमती माथि जान्छ, यदि श्रीमती हुनुहुन्न भने उहाँको छोरा माथि जान्छ। यति राम्रो प्लेटफर्म म एउटा उदाहरण बताउँछु कि हेर्नुस् जस्तै हाम्रो के हुन्छ भने हाम्रो आज समाजमा के देख्छन् कि उहाँको छोरा उहाँको छोरी डाक्टर छन्, हो ठीक छ यो हाम्रो समाज जस्तो छ त्यस्तो गर्नुपर्छ। म एउटा उदाहरणको लागि मात्रै बताउँछु कि अस्ति भर्खर म एकजनासँग सोधे कि तपाईको छोरा कति लगानी लगाएर पढाउनु भयो डाक्टर। त लकडाउन भन्दा पहिला एकजनासँग सोधे थिए त उहाँ भनिराख्नु भएको थियो कि 80 लाख देखि 1 करोडसम्म लाग्छ र 5 लाख चाहिँ ट्रेनिङ लिन लाग्छ। बल्ल यदि 1 करोड 5 लाख लगाएर डाक्टर क्लियर हुन्छ र बल्ल मेडिकल खोल्न सकिन्छ अनि पैसा कमाउन सकिन्छ। जुन त्यो प्रुभ हुन्छ नि त्यो चाहिँ उहाँको छोरा माथि फेरि जाँदैन। त्यो